यसमा संलग्न रहेका भरियाहरू ड्राइभरहरू मात्रै पक्राउ पर्दछन्। केही समय ठुल्ठुला समाचारहरू बन्दछन् र निश्चित समय पछाडि यो झिसमिस हुने सामान्य रूपमा जाने गरेको छ। सभामुख मार्फत म सरकारलाई सोध्न चाहन्छु, के नेपाल तस्करहरूको ट्रान्जिट पोइन्ट बनेको हो? ड्राइभरहरूलाई मात्र समातेर मेन नाइकेहरूलाई समात्न सफल भन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ सभामुख महोदयले। त्यसैले सरकार यस्ता तस्करहरूका नाइकेहरूसँग पुगोस्, जुन तहको भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याओस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। यस्तो खालको स्थिति भयो र जनताहरूको सहनशीलतामा धेरै परीक्षा लिइराख्यो भनेदेखि यो सरकार कुन दिन झिरिप्प जान्छ। सरकार गयो त केही हुँदैन सभामुख महोदय, देश नजाओस्। सम्माननीय सभामुख महोदय, गत सोमबार राति 11 बजे काठमाडौँ जिल्लाको टोखा नगरपालिका 2 झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै सबभन्दा धेरै ठुलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ। डलर र युरो गरेर करिब 25 करोड बराबरको नगद अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन्। यो घटनाले सिँगै देशलाई एउटा हिसाबले तरङ्गित पनि बनाइरहेको छ। हामी प्रतिपक्षले यो सरकार सुशासनका प्रति इमान्दार छैन र यो सरकारका प्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। र यो घटनाले के देखिन्छ भने सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरमा सङ्गठित भएर झाँगिरहेको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ। त्यसैले म यो घटनाका प्रति हाम्रो दल नेकपा माओवादी केन्द्रका तर्फबाट गम्भीरतापूर्वक ध्यान आकर्षण भएको कुरा सम्मानित सदन र सामान्य सभामुख मार्फत नेपाल सरकारका प्रति चिन्ता जाहेर गर्दछौँ। यो यति ठुलो मात्राको तस्करीको घटना चाहिँ उपल्लो तहको कनेक्सन नभइकन सम्भव छैन। त्यसैले हामी गम्भीरतापूर्वक यी घटनाहरूका बारेमा छानबिन गर्न अनुसन्धान गर्नका निमित्त जोरदार रूपमा माग गर्न चाहन्छौँ। सम्माननीय सभामुख महोदय, अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरू यसमा संलग्न रहेका भरियाहरू ड्राइभरहरू मात्रै पक्राउ पर्दछन्। केही समय ठुल्ठुला समाचारहरू बन्दछन् र निश्चित समय पछाडि यो झिसमिस हुने सामान्य रूपमा जाने गरेको छ। हिजो भर्खर नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागमा म्याद थप्नका लागि र फाइल बुझाएको छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तहत छ। त्यसैले म सम्माननीय सभामुख मार्फत हाम्रो दलका तर्फबाट यस घटनाका बारेमा विशेष प्रकारको एउटा छानबिन समिति निर्माण गरियोस् र यो घटनामा संलग्न रहेका जोसुकै उच्च तहका नेता कर्मचारी कुन नहुन्, तिनलाई कानुनी दायरामा ल्याउनका लागि जोरदार रूपमा माग गर्न चाहन्छु। धन्यवाद। टोखाबाट